के तपाईँ अनलाइन मार्फत व्यवसाय गर्दै हुनुहुन्छ अथवा गर्ने सोच्दै हुनुहुन्छ? यदि त्यस्तो हो भने चाहिँ यो भिडियो नछुटाउनु होला, नत्र पछुताउनु पर्ला। अब चाहिँ नेपालमा अनलाइन व्यवसाय चाहिँ अनिवार्य रूपमा चाहिँ दर्ता गर्नुपर्ने भएको छ। अब यसभन्दा अगाडि चाहिँ तपाईँहरूले आफू खुसीले मजाले चाहिँ व्यवसाय चलाउन सक्नुहुन्थ्यो, कुनै पनि दर्ता जरुरी थिएन। अब भने तपाईँको कपडाको सप छ, सानो अनलाइन मार्फत गर्दै हुनुहुन्छ अथवा केही ग्याजेट्स अथवा दाढी काट्ने ट्रिमरै बेच्दै हुनुहुन्छ भने अब चाहिँ दर्ता गर्नुपर्ने छ। विद्युतीय व्यापार ऐन 2082 कार्यान्वयनमा आएसँगै अब तपाईँहरूले साउन 2 गतेभित्र चाहिँ आफ्नो व्यवसाय दर्ताको लागि चाहिँ निवेदन दिइसक्नुपर्ने छ। यसको लागि चाहिँ तपाईँ doc.gov.np वेबसाइटमा गएर त्यहाँ आफ्नो एकाउन्ट बनाएर आफ्नो व्यवसायसँग सम्बन्धित प्रश्नहरूको त्यहाँ उत्तर चाहिँ दिएर, लाइक तपाईँको लगानी के हो, कस्तो खालको व्यवसाय गर्दै हुनुहुन्छ होइन, कहाँ चाहिँ तपाईँको गाउँपालिका चाहिँ कुन हो लगायतका विवरणहरू त्यहाँ भएर आवश्यक डकुमेन्टहरू, प्यानहरू के चाहिन्छ त्यो सबै अपलोड गरेर यसको लागि चाहिँ निवेदन दिन सक्नुहुनेछ। तर तपाईँले दर्ता गर्नु भएन, व्यवसाय चलाइराख्नु भयो भने चाहिँ तपाईँलाई कानुन बमोजिम जरिवाना तथा कारबाही चाहिँ हुनेछ। सरकारको यो कदम ठिक छ त? तपाईँलाई के लाग्छ? आफ्नो विचार कमेन्ट सेक्सनमा छोड्नु होला।